नमस्कार। आयुर्वेदमा ओखर भाग 2 लिएर म यहाँहरू समक्ष उपस्थित भएको छु। प्राचीन आयुर्वेदका पुस्तकमा ओखरको बारेमा के लेखिएको छ भन्ने यथार्थ जानकारी यहाँहरूलाई यो भागमा अगाडि बढाउने छु। अभिधान मञ्जरी, अभिधान रत्नमाला, अमरकोश, अष्टाङ्ग निघण्टुमा ओखरका संस्कृत पर्यायवाची शब्दहरू दिइएको छ। कैयदेव निघण्टुमा पनि पहिला यसका पर्यायवाची शब्दहरू राखिएको छ। त्यसपछि यसको गुण बताउँदै भनिएको छ, ओखरले दिशा पिसाबलाई तलतिर सार्ने, चिल्लो मिसिएको, सुरुमा र पछि गुलियो हुने, पचाउन कठिन हुने, गर्मी गर्ने, पौष्टिक, वीर्य बढाउने, बलदायक, कब्जियत गराउने, रुचि खानपिनमा रुचि जगाउने, मुटुका लागि हितकर तथा क्षयरोग, रगत सम्बन्धी रोग, वायु सम्बन्धी रोग र डाह नाश गर्ने गुण हुन्छ ओखरमा। यसले कफ र पित्त बढाउँदछ भनेर यो पुस्तकमा लेखिएको छ। चरक संहितामा यसले दोष नाश गर्दछ, विष विकार नाश गर्ने गुण पनि हुन्छ भनिएको छ। तर यो पिलु नामको ओखरको बारेमा यो गुण बताइएको छ। दाँते ओखर विशेष गरिकन यो मरुभूमितिर पाइने खालको दाँतो ओखरको कुरा गरिएको हो। धन्वन्तरी निघण्टुमा पनि सुरुमा पर्यायवाची शब्दहरू राखिएका छन्। त्यसपछि भनिएको छ, यो स्वादिलो, गुलियो, पुष्टिदायक, पित्त विकार र कफ विकार नाश गर्ने, बलदायक, चिल्लो, गर्मी गर्ने, पचाउन कठिन र पौष्टिक गुणको हुन्छ भनेर त्यहाँ लेखिएको छ। निघण्टु शेष भन्ने पुस्तकमा यसका संस्कृत पर्यायवाची शब्दहरूको व्युत्पत्ति, त्यसको अर्थहरू दिइएको पाइन्छ। भावप्रकाश निघण्टुमा पनि सुरुमा पर्यायवाची शब्द छन्। यसमा पिलो जातको ओखरको पहिला कुरा गरिएको छ। यसले कफ विकार र वात विकार नाश गर्दछ, तर पित्त विकार बढाउँदछ, दिशा पिसाबलाई खुकुल्याउँदछ, गुल्म रोगलाई ठिक गर्दछ। जुन पिलो जातको ओखर स्वादिलो र तितो हुन्छ, त्यो धेरै गर्मी गर्ने खालको पनि हुँदैन, त्रिदोष नाश गर्दछ। पहाडतिर हुने जुन ओखर छ, यसमा मधेसी बदामको जस्तै गुण हुन्छ। यसले चाहिँ कफ विकार र पित्त विकार बढाउँदछ भनेर लेखिएको छ। मदनपाल निघण्टुमा पनि सुरुमा ओखरका पर्यायवाची शब्द दिएका छन्। त्यसपछि यो गुलियो, बलदायक, पचाउन कठिन, गर्मी गर्ने, वात विकार नाश गर्ने र दिशा पिसाबलाई तलतिर सार्ने गुणको हुन्छ भनिएको छ। मदनादि निघण्टुमा यसका पर्यायवाची पिलुका पहिला पर्यायवाची शब्दहरू दिएका छन्। त्यसपछि यो रसायनी हुन्छ। यसलाई सजिलो भाषामा यो रसायनी भन्ने शब्दको अर्थ बुझ्नु पर्दा यसलाई उमेरलाई स्थिर राख्ने गुण हुन्छ, जवानीलाई स्थिर राख्ने गुण हुन्छ भनेर बुझ्नु उपयुक्त हुन्छ। यसले यो गुल्मनाशक, दिशालाई खुकुल्याउने, अल्काइका विकार नाश गर्ने, तिखर, गुलियो, कफ विकार नाश गर्ने र पाचन शक्ति बढाउने गुणको हुन्छ भनेर पिलो जातको ओखरको बारेमा बताइएको छ। मादक द्रव्य गुणले ओखर गुलियो, बलदायक, पचाउन कठिन, गर्मी गर्ने, वायु विकार नाशक तथा मलमूत्रलाई तलतिर सार्ने गुणको हुन्छ भनेर लेखिएको छ। राजनिघण्टुमा पनि पहिला पर्यायवाची शब्दहरू दिएका छन्। त्यसपछि ओखर गुलियो, बलदायक, चिल्लो मिसिएको, गर्मी गर्ने
र वात विकार र पित्त विकारलाई जित्ने गुणको हुन्छ। यसले रक्त विकारलाई शान्त पार्दछ, पचेपछि शीतल गर्छ, तर कफ भने बढाउँछ भनिएको छ। यसै गरी पिलो जातको ओखरको विषयमा यो पिरो, टर्रो, गुलियो र अमिलो हुन्छ। मलमूत्रलाई यसले तलतिर सार्छ, स्वादिलो हुन्छ। यसले गानुगोला र पाइल्सलाई शान्त पार्छ। यो अत्यन्त पाचक अग्निलाई बाल्ने गुणको हुन्छ भनेर लेखिएको छ। अब दाँते ओखर जुन ठुलो हुन्छ त्यस त्यो गुलियो, वीर्य बढाउने, विष विकार नाश गर्ने, पित्त विकारलाई शान्त पार्ने, रुचि बढाउने, आम विकार नाश गर्ने र पाचक अग्निलाई बाल्ने गुणको हुन्छ भनेर लेखिएको छ। शालिग्राम निघण्टुमा यसका पहिला पर्यायवाची शब्दहरू दिइएका छन्। ठुलो ओखर, पिलो ओखर, सानो ओखर यी सबैको दिइएको छ। त्यसपछि यो मलमूत्रलाई तलतिर सार्ने, स्वादिलो, पाचक अग्निलाई बाल्ने, तितो, तिखर, दिशालाई खुकुल्याउने, रक्तपित्त गराउने, गर्मी गर्ने, डाहा गर्ने र अल्काई र गुल्म नाश गर्ने गुणको हुन्छ। यसमा चिल्लोपन मिसिएको हुन्छ तथा कफ विकार, वात विकार, रक्त विकार, फियोका रोग, पेट सुन्निने, आना डामाको रोग, अरू पेटका उदर रोगहरू र विष विकार नाश गर्ने गुणको हुन्छ भनेर पिलुको बारेमा लेखिएको छ। यसै गरी ठुलो खालको दाँते ओखरको बारेमा भनिएको छ। यो गुलियो, वीर्य बढाउने, पित्त विकार नाश गर्ने, विष विकार नाश गर्ने, आम विकार नाश गर्ने, पाचक अग्निलाई बाल्ने, रुचि बढाउने गुणको हुन्छ। यसको यो ठुलो दाँते ओखरको तेल पचाउन सजिलो तथा कफ विकार र वात विकार नाश गर्ने हुन्छ भनेर त्यहाँ लेखिएको छ। यसै गरी हाडे ओखरको बारेमा भनिएको छ। हाडे ओखर गुलियो, केही अमिलो, चिल्लो, शीतल गर्ने, वीर्य बढाउने, गर्मी गर्ने, रुचिप्रद। अब यहाँ उष्ण वीर्यको छ, एक ठाउँमा चाहिँ शीतल भनिएको छ। अब यो दुईटा परस्पर विरोधी किन यो राखियो भन्ने कुरो मैले बुझ्न सकेको छैन। यसले कफ विकार गर्छ, कफ पित्त विकार पनि गर्छ, पचाउन कठिन हुन्छ, मनलाई चाहिँ आनन्ददायक हुन्छ अथवा हृदयका लागि फाइदाजनक हुन्छ, कफ विकार बढाउँछ, कब्जियत गराउँछ तथा वात पित्त, क्षयवात, मुटुका रोग, रगतका रोग, रक्तवात रोग र डाहा नाश गर्ने गुणको हुन्छ भनेर लेखिएको छ। सरस्वती निघण्टुमा यसका पर्यायवाची शब्दहरू दिएका छन्। सुश्रुत संहितामा पिलुको बारेमा भनिएको छ। यो गुलियो, तितो, पिरो, गर्मी गर्ने तथा कफ विकार र वात विकार नाश गर्ने गुणको हुन्छ। पिलुको फल तितो, पित्त विकार गर्ने, दिशा पिसाबलाई तलतिर सार्ने, पचेपछि पिरो, तिखर, उष्ण वीर्यको अथवा गर्मी गर्ने, सुरुमा पनि पिरो पिरो, चिल्लो तथा कफ विकार र वात विकारलाई जित्ने गुणको हुन्छ भनेर सानो जातको यो नेपालतिर पाइँदैन यस्तो किसिमको ओखरको कुरा गरिएको छ। सोडल निघण्टुमा पनि यसका पर्यायवाची शब्दहरू दिइएका छन्। हारित संहिताले तेलको कुरो गरेको छ। ओखरको तेलको, पिलुको तेलले वात विकार, पित्त विकार र पाइल्स नाश गर्छ, कफ बढाउँछ, पचाउन कठिन हुन्छ र शीतल गर्दछ भनेर यो पुस्तकमा लेखिएको छ। अब आजभोलि ओखरहरू धेरै पाइन्छ। दाँते ओखर जुन ठुलो खालको आजभोलि बजारमा देखिन्छ त्यसका बारेमा पनि यहाँहरूले गुण अवगुणहरू थाहा पाउनुभयो। पक्कै पनि कफ सम्बन्धी रोग हुनेहरूले यसलाई धेर खान हुन्न भनेर आयुर्वेदमा लेखिएको देखिन्छ। अन्य कुराहरू पनि यहाँहरूले यहाँ बताइएका कुराहरू पक्कै ध्यान दिनुहुनेछ र लाभ लिनुहुनेछ भन्ने आशा गर्छु र यो भागबाट बिदा हुन्छु। नमस्कार।